छोरी कहिले बुहारी कहिले बन्छे आमा जति राम्रो काम गरे नि नराम्रै समाजमा काटेको घाउमा सबैले छर्छन् काटेको घाउमा सबैले छर्छन् नुन र चोका एकल नारी देख्यो भने गर्छन् थुक्का थुक्का गलत सोच गलत नजर लाउँछन् हिँड्दा बाटो एकल नारी भएर बाँच्नु कति साह्रै गाह्रो चन्द्रमामा पनि रहेछ कालो दाग सायद रहेनछ खुसी मेरो भाग आफ्नो ठान्छु सबैलाई तर सबै स्वार्थी रहेछन् आफन्तको माटा गरी गल्ला जरा लाउँछन् मरे तुल्य जीवनबाट कहिले होला बिदा यही हो एकल नारीको पीडा यही हो एकल नारीको पीडा मानवता छैन आज भोलि मानवता छैन आज भोलि गाउँ समाजमा कति उसकै कुरा काटी काटी रोउँछन् उसलाई अति शिर झुकाई हिँड्दा पनि गर्छन् सबले घृणा यही हो एकल नारीको पीडा यही हो एकल नारीको पीडा यही हो एकल नारीको पीडा यही हो एकल नारीको तपाईको होस आयो अब तपाईलाई केही पनि हुँदैन भन्नुहोस् यो सब कसरी भयो खोइ कसले गर्यो भनौँ बाबु वापे जातो जखेडालाई बोलाएर किन र मुखिया बा किन जा तँलाई कुर्का बोलाएर आइज न कुरा किन घुमाएर भन्छस् सिधा सिधा मन के कुरा हो होइन मुखिया बा यसरी बाघ नै मार्ने जसरी कता रन्केर हिँड्नु भएको के हिँडी मागेर यही कुरा सोध्न तैँले मलाई रोकेको हो नि मुखिया बा यही कुरा गर्न भनेर हजुरलाई रोकेको ल सुन त्यसो भए तेरो साथी त्यो सन्ते छ कि छैन हो त्यसको घर लिलामी गर्न हिँडेको त्यसको बाउले ऋण तिरेन अब त्यसको घर खाली गरेर तालचा ठोकिदिने हो अब असुली गर्नु पर्यो कि ऋण तिमीले यति ठुलो गुण लगाइदियो बाजे तपाईँ मेरो बा जस्तो मान्छे हुनुहुन्छ तपाईँलाई अप्ठ्यारो पर्दा सहयोग गर्न पाउनु यो त मेरो लागि एउटा भाग्यको कुरा हो तपाईँको छोरा नभए पनि हामी पनि त तपाईँको छोरा नै त हो बाबु तिम्रो यति ठुलो गुण म कसरी तिरु बाजे म तपाईँको काखमा खेलेर हुर्केको मान्छे तपाईँको यो आँगनमा खेलेर हुर्केको मान्छे यसलाई ऋण नसोच्नुहोस् यो त तपाईँको लागि एउटा गुण मात्र हो भोलि सन्तेले कमाएर तिरेछ भने तिरिहाल्यो नत्र पर्दैन बाजे ढुक्क भएर बस्नुहोस्
अनि मान्छे हराएपछि खोज्नु पर्दैन त बहिनी। बा जङ्गली जनावरले भेट्यो कि? खोइ दाइ, मैले पनि त्यस्तो केही सोचिनँ। नारीको पीडा भाउजू यो सब कसरी भयो भन्नुहोस् मलाई। ती अपराधीहरूको एक एक गरेर जन्मकुण्डली निकाली कसरी तह लाउनुपर्छ मलाई थाहा छ। यदि तपाईँ सत्य कुरा बुझ्न चाहनुहुन्छ भने सुन्नुहोस्। नानी के भयो हजुरलाई? टोलाएर बस्नु भयो त? त्यस्तो केही होइन भाउजू, घरमा कोही नहुँदा त घरै सुन्ने हुँदो रहेछ। भाउजू थाकेर आउनुभएको होला, आउनु न बस्नु। आफ्नै घर हो, बसिहाल्छु नानी। तपाईँको घर होइन भनेर कहाँ भनेको छु त? थाकेर आउनुभएको, बस्नु पो भनेको त। मेरो पिर नगर्नुहोस् न नानी। अनि गाउँतिरको के चाल खबर? भाउजू यो सब कुरा पछि गरौँला। थाकेर आउनुभएको छ, भित्र जाऊँ भाउजू। भयो नानी, भित्र गर्मी होला, म बाहिरै बस्छु। थाकेर पनि आएको छु। अनि भाउजू तराईतिरको हालखबर के छ? बाआमा सन्चै हुनुहुन्छ? नानी सन्चै हुनुहुन्छ। मलाई कस्तो तिर्खा लागेछ, पानी भइदिनु न। भाउजू पनि घरमा पनि पानी नहुने कुरा हुन्छ त? बस्दै गर्नु, म पानी लिएर आउँछु। हुन्छ। ल्याउनु भाउजू पानी। कि नानी तपाईँलाई मैले गिफ्ट ल्याइदिएको छु। भाउजू पनि आफ्नै घर आउँदा पनि के दुःख गरिरहनु पर्थ्यो र? त्यस्तो होइन नानी, बाटोमा आउँदा यसो मिसो परेको थियो अनि किनेर ल्याइदिएको। मेरो भाउजूले मलाई कति धेरै माया गर्नुहुन्छ है। हो नि नानी।
उठायो? नानी उठ्यो। म पसल गएर आउँछ है, तेल नुन सिद्धेको रहेछ। ए ल ल भाउजू। कति राम्री बरै हेर न हेर बारीको केरा नि मुइया कता हो देरा होइन यो अर्काको बुढीहरू ओठै जोएर चुप्पा खाइदियो जस्तो। को तपाईँ? छोड्नुहोस् मेरो बाटो। यसरी आइमे मान्छेले बाटो छिक्नु लाज लाग्दैन? लाज? के को लाज? लाज लाग्ने कुराहरू सबै छोपेर हिँडेकै छु क्यारे। हेर्नुहोस्, म आफ्नै तनावमा हिँडिराखेको। बिन्ती छ, तनावमाथि तनाव नथपिदिनुहोस्। ए हो र? जानुस् महारानी जानुस्। तपाईँको बाटो कसले छोएको छ र? यसो बाटोमा देखेर बोलेको नि। मुखियाको घर भनेर के गर्नु? एकजना काम गर्ने मान्छे छैन। मुखियालाई दिनभरि गाउँ डुल्दै ठिक्क हुन्छ। ती भएका दुईजनाले नि यसो मलाई बारीमा सघाइदिए नि खेर जान्थेन होला। ती मुखियाको पछि पछि लाएर हिँड्दा ठिक्कै छ। मुखिनी जस्तो मान्छेले बारी खाने त स्वाइन है दिदी। त्यही त नि बहिनी। नखर माउलीहरू कसको कुरा गरेर बसेको त्यहाँ? होइन होइन दिदी, हामी आफ्नै कुरा गरेर हाँसेको है। हाँस्छे त्यत्तिकै नखर मौलीहरू। मैले काम गरेको देखेर हाँसेको होइन तिमीहरू? होइन, मुखियानीले चाहिँ कामै गर्न नहुने कहाँ छ? झन्डै मारेन मुखिनीले, बिस्तारै बोले जस्तो लाग्थ्यो। सुनेछ। ओइ केटाहरू, यिनीहरू लएर रुखमा लएर बाँध्यो त। तपाईँ आदेश मात्र दिनुहोस् मुखिनी आमा। यिनीहरूलाई रुखमा लगेर बाँड्ने जिम्मा हाम्रो भयो।
चल चुप्पे अब हेलास् नि मुखिनीसँगको पङ्गा लिँदाको नतिजा चल झपटे आइज न खोल्दे हामी त आथियौँ खोल्दैन खोल्दै आइज झपटे मुखिया आमाले बाँधेको नभन्ने है मुखिया बालाई फेरि खोलिदिनुहुन्न ल ल हुन्छ नि होइन है कसले बाँधिदियो तिमीहरूलाई ल यी कति कति बेसरी बाँधिएर छ अनि के गरेका थियौ तिमीहरू के विराम गरेका थियौ र किन टोलाएर बसेका छौ तिमीहरू किन केही बोल्दैनौ एउटा बौला जस्तो आएको थियो बाँधेर गइहाल्यो अनि तिमीहरूको हातमा जय जमेको थियो दुई दुईजना हुँदा के हेरेर बसेका थियौ तिमी होइन मुखिया बा हावासरी आयो हुरीसरी गयो थाहै भएन बाँधेर गइहाल्यो थाहै पाएन मामले त भयो बोलिदिएछु अब जाऊ तिमी ल जा धन्न मुखेमा आउनु भएर हामीलाई फर्किनु भयो नि हो त नि त्यही त नि होइन यो फिस्टे बच्चाले यो हाम्रो गाउँमा एकदमै राम्री स्वर्गकी अप्सरा जस्तै केटी आएको छ भन्छ होइन कति चाहिँ होलिन् त तिनी कति बेला भेटौँ 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 जस्तो भयो त यो मनमा खुल्दिल खुल्दिल भएर ओहो तर यो गाउँमा जो केटी आए पनि स्वीकार गर्न त मैले नै हो ओहो आज त घरकी मुखिनी त घरमै रात भइरहेको छ आज त होइन यो कामको मान्छेलाई के भएको त्यो रितेर सितेर त रुखा बाँधेर छोडेर छ नि त होइन है मुखिनी के खामला चाहिँ गरेर हेरिछस् ए आज होली गाउँ गाउँ किन चारिसिन्छ भनेको त दुई चारजना नखर मौलीहरूसँग हिमचिम पढ्या रहेछ र पो त के नचाहिने कुरो गर्छ आइमे तपाईँ भनेको काम भयो मुखिने आमा मजाले चारपचुरुप बान्दिया छन् तपाईँले भनेको मान्छेलाई कसैले नफुट्याउने गरी बाँडेर आइदिएछ मुखिने आमा यी बान्यौ तिमीहरूले नफुस्किने गरेर अघि नै तिमीहरूको मुखियाबाले खोलेर आइसक्नु भएछ नखर मौलीहरूलाई
मेरो एउटा सानो काम पनि अहिलेसम्म पार लाउन सकिने छैन। यतिका दिन भइसक्यो त तँलाई। त्यस्तो होइन दाजु, त्यो गाउँमा एकजना केटा छ, म आफ्नो मिसनमा पुगिसकेको थिएँ, ठ्याक्कै त्यो केटा बिचमा तँगारो बनेर आएको हुन्छ। मलाई घैँटे साउ भन्छन्, घैँटे साउ। यो घैँटे साउको नाम सुन्न सातको मात्र होइन, 12 गाउँका गाउँलेहरू थरररररर काम्छन्। हेर फिस्टे, तँलाई म 2 दिनको समय दिन्छु। तैँले त्यसलाई उचालेर हुन्छ कि पछारेर हुन्छ कि मारपिट गरेर हुन्छ कि किडन्याप गरेर हुन्छ, त्यसलाई खुरुक्क मेरो अगाडि पेश गर। तँलाई मेरो साथ छ। यदि तँ एक्लैले सक्दैनस् भने सहरबाट झिकाइएका यत्र पहलमानहरू भुस्तिगेरीहरू छन्, यिनीहरूलाई साथमा लिएर जा। यसलाई खुरुक्क लाएर पलासेको डाँडामा लिएर आइज, बुझिस्? बुझिस् दादा हजुर, यति भएपछि तपाईँले चिन्ता लिनु पर्दैन। चरी चारमा परिछाड्यो केटा हो दम। ओए फिस्टे, एकछिन यता मरियोस्। यो कुरा एकदम गुपचुपमा हुनुपर्छ। यो कुरा 1 कान 2 कान मैदान नहोस्। तँलाई मात्रै अलि विश्वास लाग्न छोडेपछि मैले रामे र श्यामे सहरका कुख्यात गुन्डाहरू यिनीहरूलाई बोलाएको छु, बुझ्यो नि? ल, आफ्नो काम फत्ते गर्ने, मिलेर, बुझ्यो? बुझ्यो दादा हजुर। ल जा केटा। त त अपराधी रहेछस्, किरा परेर मर्छस्। तेरो काल मेरो हातबाट लेखेको रहेछ। मेरो काल मेरो काल होइन, तेरो काल हो होइन त केटा हो? अनि दादा हो दादा हो। यो घनाघोर जङ्गलमा तँलाई कसैले बचाउन आउँदैन।
न त मेरो पन्जाबाट फुत्किन सक्छस्, तर यो रसिलो जवानी म कसरी खेर फालौँ? देउता चन्द्रले पनि छल गरेर बृहस्पतिको बुढीलाई पेट बगाएका थिए। भगवान्लाई त केटीको गोप्य अङ्ग चाहिँदो रहेछ भनी हामी त मान्छे हो, होइन त केटा? हो नि दादा। बच्चा नानी बोला बोला, तेरो बोली सुनेर चरा मुसा केही आउनेवाला छैन। बरु बाँदर चाहिँ आउँछ होला। मैले यस्तो मान्छेहरूको सङ्गत किन गरेछु? अब यसले सुनिता भाउजूलाई बलात्कार गरी हत्या गर्छ। यसले गरेको पाप मलाई पनि लाग्छ। जसरी निर्मला पन्तको हत्या आजसम्म पत्ता लगाउन सकेको छैन, सुनिता भाउजूको पनि त्यही हालत हुने भयो। हे भगवान्, अब म यो दलदलबाट कसरी मुकिने? दादा हजुर, भन् के भयो? मलाई इस लाग्यो। साला फिल आएको बेला मुद्दा पनि सोध्नु पर्ने। जा गएर आइज। नमस्ते नानी। के कति कामले आउनुभयो? ल बस्नुहोस्। म बस्न आएको होइन बाजे, सन्ध्येलाई दाउरा चिर्न पठाइदिनु हुन्थ्यो कि भनेर म अलिअलि पैसा नि दिन्थेँ। म जान्छु दाउरा काट्न, बरु पैसा चाहिँ कति दिनुहुन्छ? हेर्न यो बोलेको, काम गर्नभन्दा पहिला पैसाको कुरा गर्छ। गाउँमा जति चलेछ त्यति त दिइहाल्छु नि। काकी तपाईँ ढुक्क हुनुहोस्, दाउरा म काटेर ल्याइदिन्छु। बरु सुन त बाबु, वनमा हेरालु जान्छन् रे, यदि केही गरी समातिहाले भने मेरो नाम चाहिँ नलियोस् नि। हुन्छ काकी। सुन त बाबु, आजै नजानु नि, पर्सि शुक्रबार जानु। ल ल त म गएँ, ल त बाजे। हुन्छ नानी, यसले गर्ला जस्तो त मलाई लाग्दैन। मलाई थाहा छ, यति भएपछि अब त बोल्दिनस्। यदि बोलिस् भने तेरो लास संसारबाट गायब गरिदिन्छु। जक्खड दादा भन्छन् मलाई। दादा हजुर, मेरो पालो छैन। के भन्छ यो? वास्तवमा यस्तो भएको थियो बाबु।